and calculate the sum of first n natural numbers, first n even natural numbers, and first n odd natural numbers. हेलो टिचर म तपाईलाई एउटा क्वेशन सोध्छु है हेलो हेलो के हो आज त आउन साथ क्वेशन सोध्न थाल्यो त हुन्छ सोध न के क्वेशन हो यदि 1 2 3 गर्दै 10 सम्मको सबै नम्बरहरुलाई एड गरे भने टोटल सम कति हुन्छ होला भन्नुस् त 1 देखि 10 सम्मको नम्बरहरुलाई एड गर्ने हो भने त सम 55 हुन्छ नि तपाईले त कति छिटो मिलाउनु भयो त यस्तो निन्जा टेक्निक हामीलाई पनि सिकाउनुस् न त्यस्तो खतरा टेक्निक पनि युज गरेको होइन सिम्पल एडिसन गर्ने त हो नि तपाईलाई त सिम्पल लागिहाल्छ नि आफुलाई हिजो साथीले यही क्वेशन सोध्दा मिलाउनै नसकेर कस्तो तनाव भएको थियो एडिसन गर्ने भनेपछि आफ्नो औँला गनेर एड गर्दा गर्दै अलमलियो जस्तो छ फिगर काउन्ट गरेको भए मिलाउँथ्यो होला आफ्नै कन्सेप्ट युज गर्ने भएर समको भ्यालु 100 निकालिने ए तिम्रो कन्सेप्ट त खतरनाक छ जस्तो छ त यसो खतरनाक कन्सेप्ट मलाई पनि सुनाउ त ल सुन्नुस् है त लास्टमा 10 छँदैछ अनि 1 र 9 लाई एड गर्दा 10 2 र 8 लाई एड गर्दा 10 नै हुन्छ र यसरी नै अरु सबै नम्बरहरु एड गर्दा पनि 10 नै हुन्छ अब सबै नम्बरहरु मिलाएर एड गर्दा 10 वटा 10 आउने भएकाले 10 टाइम्स 10 भयो र 100 आउँछ भनेर सोचेर आन्सर 100 भनिदिएको थिए तिमीले त हतारमा लतार्नै गरेछौ नि 1 + 9 2 + 8 3 + 7 4 + 6 हरु एड गर्दा 4 वटा 10 र लास्टको 10 ले त 5 वटा 10 पो हुन्छ त अनि 5 टाइम्स 10 र बाँकी रहेको 5 लाई एड गर्दा टोटल सम 55 हुन्छ भनेपछि मलाई डबल देख्ने रोग लागेछ जस्तो छ 5 वटा 10 लाई 10 वटा 10 पो सोचेर सल्भ गरेछु झन् क्या खतरा दिमाग लगाए भनेर सोचेको ल त्यसो भए तिम्रो दिमागमा यस्तो समहरु सजिलै पत्ता लगाउन सक्ने फर्मुला एड गरौ न त अनि त तिमीले कति वटा 10 हुन्छ भनेर गर्नै पर्दैन सनको फर्मुला यो म्याथमेटिक्सले यसै दिमाग तातिरहेको बेला सनको फर्मुला ल्याएर झन् तताउनु न टिचर अरे सन हैन के समको फर्मुला भनेको अब चाहिँ तिम्रो कान पनि जजाउने बेला भयो जस्तो छ है कान त मेरो ठिकै छ नि टिचर यसो ठट्टा पो गरेको त अनि साच्चै यी सबै नम्बरहरु एडिसन गर्न समको फर्मुला युज गरेर कसरी निकालिन्छ लो तिमी ग्रेड 11 मा डिस्कस गरेको सिक्वेन्स एन्ड सिरिजको कन्सेप्टहरु बिर्स्यौ कि क्या हो ग्रेड 11 मा डिस्कस गरेको सिक्वेन्स एन्ड सिरिज ए अरिथमेटिक ज्योमेट्रिक र हार्मोनिक सिक्वेन्स एन्ड सिरिज भन्नुभएको टिचर हो अनि अरिथमेटिक ज्योमेट्रिक र हार्मोनिक सिक्वेन्स कस्ता कस्ता सिक्वेन्सहरु हुन् भन त यदि सिक्वेन्समा भएका कुनै पनि दुईवटा सक्सेसिभ टर्महरुको डिफरेन्स सेम युज हुन्छ भने त्यस्तो सिक्वेन्सलाई अरिथमेटिक सिक्वेन्स भनिन्छ अब ज्योमेट्रिक सिक्वेन्स र हार्मोनिक सिक्वेन्स भनेको के हो भने पालो तपाईको डिस्कस गरेका कन्सेप्टहरु बिर्सिएछु भन्ने बानी पनि राम्रो होइन भनेको त बिर्सिएछु भन्ने तरिका नै पो नयाँ निकालेछौ त तिमीसँग पनि नसकिने नै भयो त्यस्तो होइन के टिचर तिमीले सिक्वेन्सको डेफिनेसन मैले नै सुनाए भने धेरै टाइम लाग्छ त्यही भएर पो तपाईको पालो भनेको त गएर त्यहाँ गफाडीको गफ ल त ध्यान देऊ यदि सिक्वेन्समा भएका कुनै पनि टर्मलाई प्रिसिडिङ टर्म अर्थात बेस टर्म भन्दा अगाडिको टर्मले डिवाइड गर्दा आउने सबै रेशियोहरु इक्वल आउँछन् भने त्यस्तो सिक्वेन्सलाई ज्योमेट्रिक सिक्वेन्स भनिन्छ अनि तपाईले त इक्वल रेशियोलाई कमन रेशियो भनिन्छ र कमन रेशियोलाई आरले डिनोट गरिन्छ भन्ने कुरा त भन्ने बिर्सिनु भएछ मैले बिर्सिए पनि तिमीले सम्झाइदियो नि त अनि त्यसै गरी अरिथमेटिक सिक्वेन्सका नम्बरहरुको रेसिप्रोकलबाट बन्ने नयाँ सिक्वेन्सलाई हार्मोनिक सिक्वेन्स भनिन्छ अब यहाँ पनि के छुटेको छ कि यहाँ त केही पनि छुटेको छैन टिचर बरु मलाई त यी सिक्वेन्सहरुका टर्महरुलाई प्लस साइनले कनेक्ट गर्यो भने सिरिज बन्छ भन्ने कुरा एड गर्न मन लाग्यो एकदम इम्पोर्टेन्ट कुरा गर्यो तर तिमीले अरिथमेटिक सिक्वेन्सका टर्महरुलाई प्लस साइनले कनेक्ट गर्दा अरिथमेटिक सिरिज ज्योमेट्रिक सिक्वेन्सका टर्महरुलाई प्लस साइनले कनेक्ट गर्दा ज्योमेट्रिक सिरिज र हार्मोनिक सिक्वेन्सका टर्महरुलाई प्लस साइनले कनेक्ट गर्दा हार्मोनिक सिरिज भनिन्छ भन्ने कुरा त भन्न छुटायो नि ओहो टिचर यो सिक्वेन्स एन्ड सिरिजको कुरा त मैले झन्डै बिर्सेको नि अब एकपल्ट ग्रेड 11 मा छलफल गरेको रिभाइज गर्नै पर्छ जस्तो छ अलिअलि रिभिजन त हामीले आजै गरिहाल्यौं अब अझ डिटेलमा एकपटक आफै रिभिजन गर अनि भने हामी नेचुरल नम्बरहरुको विभिन्न समको बारेमा डिस्कस गर्नेछौं हुन्छ टिचर तर नेचुरल नम्बरहरुको विभिन्न सम भनेको चाहिँ कस्तो हो नि हामीले फर्स्ट एन्ड नेचुरल नम्बर फर्स्ट एन्ड इभन नेचुरल नम्बर फर्स्ट एन्ड अड नेचुरल नम्बर फर्स्ट एन्ड नेचुरल नम्बरहरुको स्क्वायर र फर्स्ट एन्ड नेचुरल नम्बरहरुको क्यूबको सम क्याल्कुलेट गर्नेछौं भन्न खोजेको हो आमामामा कति धेरै सम क्याल्कुलेट गर्नुपर्ने रहेछ यी समहरुलाई त सम्झनै गाह्रो होला जस्तो छ टिचर यो गाह्रो भन्ने त तिम्रो त थेउ नै भइसक्यो है अब धेरै अबे नगरी फर्स्ट एन्ड नेचुरल नम्बरहरुको सम कति हुन्छ हेरौँ है त ल फर्स्ट एन्ड नेचुरल नम्बर 1 2 3 4 सो अन एन्ड एन सम्मका नम्बरहरुले कस्तो सिक्वेन्स बनाउँछ भन त 1 2 3 4 सो अन एन्ड एन मा सक्सेसिभ टर्महरु बीचको डिफरेन्स 1 छ भनेपछि यसले अरिथमेटिक सिक्वेन्स बनाउँछ हो ठीक भन्यौ ल अब यी फर्स्ट एन्ड नेचुरल नम्बरहरुको सम एसएन मान्दा एसएन इक्वल्स 1 + 2 + 3 + 4 + सो अन + n लेख्न सकिन्छ ए अब यहाँ अरिथमेटिक सिरिजको समको फर्मुला युज गर्ने टिचर हो नि अब अरिथमेटिक सिरिजको सम एसएन इक्वल्स n/2 टाइम्स 2a + n - 1 टाइम्स d नै युज गर्ने हो 1 2 3 4 सो अन एन्ड एन मा फर्स्ट टर्म a 1 र कमन डिफरेन्स d 1 नै हुन्छ हैन टिचर हो नि अब फर्स्ट एन्ड नेचुरल नम्बरको सम एसएन इक्वल्स 1 + 2 + 3 + 4 + सो अन + n मा यही फर्मुला युज गर्दा एसएन इक्वल्स n/2 टाइम्स 2 टाइम्स 1 + n - 1 टाइम्स 1 हुन्छ र सल्भ गर्दा एसएन इक्वल्स n टाइम्स n + 1 डिवाइडेड बाइ 2 हुन्छ ल कस्तो सजिलो फर्स्ट एन्ड नेचुरल नम्बरको समको फर्मुला एसएन इक्वल्स n टाइम्स n + 1 डिवाइडेड बाइ 2 त हुने रहेछ त्यसो भए अब यही फर्मुलाको n को ठाउँमा तिमीलाई चाहिएको नेचुरल नम्बरको जुनसुकै नम्बर राखेर 1 देखि त्यो नम्बरसम्मको सम क्याल्कुलेट गर्न सक्छौ त हो र यो फर्मुला युज गरेर नेचुरल नम्बर 1 देखि कुनै नम्बरसम्मको सम क्याल्कुलेट गर्न मिल्छ मिल्छ नि किन नमिल्नु टिचर यो समको फर्मुला युज गरेर त मनी सेभ गर्न मिल्ने रहेछ नि एक्कासी मनी सेभिङको कुरा कहाँबाट आयो नि अब यो फर्मुला युज गरेपछि हामीले चाहिने आन्सर क्याल्कुलेटरले भन्दा छिटो दिन सकिने रहेछ भनेपछि त क्याल्कुलेटर नै किन्न पर्दैन अनि मनी सेभिङ भएन त तिमीसँग हरेक क्वेशनको आन्सर हुन्छ है ल अब तिमीले सोधेको क्वेशन 1 देखि 10 सम्मको सम पत्ता लगाउन एसएन इक्वल्स n टाइम्स n + 1 डिवाइडेड बाइ 2 मा n को ठाउँमा 10 राखेर क्याल्कुलेट गर्दा कति आउने रहेछ n को भ्यालु 10 राख्दा एसएन इक्वल्स 10 टाइम्स 10 + 1 डिवाइडेड बाइ 2 हुन्छ जुन क्याल्कुलेट गर्दा एसएन इक्वल्स 55 आउँछ हो यसरी फर्स्ट 10 नेचुरल नम्बर्सको सम 55 आउने रहेछ हैन त हो नि टिचर यो प्रब्लमको सल्युसन त यति सजिलै सल्भ हुने रहेछ म भने हिजोदेखि टाउको दुखाएर बसेको थिएँ अब त टाउको दुखाउन छोड्यो होला नि छोटे टिचर यो फर्मुलाले त मेरो सँगै काम गर्ने भयो अनि साच्चै नेचुरल नम्बरको 100 सम्मको सम पत्ता लगाउनु पर्यो भने एसएन को फर्मुलामा n को ठाउँमा 100 राखेर सल्भ गर्ने त होला नि हैन हो एकदम ठीक कुरा गर्यो अनि टिचर बेठिक कुरा त मैले कहिले गर्छु ल तिमीले कुरा मात्र ठीक गर्ने हो कि आन्सर पनि ठीक नै दिन्छौ भन्ने कुरा यो क्विजबाट हेरौँ है त ओके टिचर
इन्करेक्ट तिमीले फर्स्ट एन नेचुरल नम्बरहरूको समको फर्मुला n टाइम्स n + 1 मात्र लेखेर गल्ती एन्ड सिरिजको बेसिक कन्सेप्ट राम्रोसँग जानेको रहेछौ लेख्या टु कन्टिन्यू द लेसन अब त मैले कुरा मात्र हैन आन्सर पनि ठिक दिन्छु भन्ने कुरा थाहा पाउनु भएन त हो नि तिमीले आन्सर पनि ठिक दिने रहेछौ ल अब फर्स्ट एन्ड इभन नेचुरल नम्बरहरूको सम निकाल्न पनि सिकाउन त फर्स्ट एन्ड इभन नेचुरल नम्बर हुन्छ टिचर हेरौँ ल यता ध्यान दिएर सुन है त फर्स्ट एन्ड इभन नेचुरल नम्बरहरू 2 4 6 हुँदै nth टर्मसम्म छन् भने यी नम्बरहरूको सम SN = 2 + 4 + 6 + so on + n टर्म लेख्न सकिन्छ इभन नेचुरल नम्बर भनेपछि 2 4 6 हरू हुन् अब यसमा पनि अर्थमेटिक सिरिजको समको फर्मुला युज गर्ने हो टिचर अरिथमेटिक सिरिजको समको फर्मुला युज गर्दा पनि हुन्छ तर सजिलोको लागि राइट ह्यान्ड साइडमा 2 कमन लिँदा 2 × 1 + 2 + 3 + so on + n टर्म हुन्छ जसमा फर्स्ट एन नेचुरल नम्बरको सम युज गर्दा SN = 2 × n × n + 1 / 2 हुन्छ र सल्भ गर्दा SN = n × n + 1 हुन्छ बुझ्यौ बुझे टिचर 2 कमन लिएर फर्स्ट एन्ड नेचुरल नम्बरको समको फर्मुला युज गरेर सिम्प्लिफाई गर्ने त हो नि एकदम गजब ल अनि फर्स्ट एन्ड नेचुरल नम्बरको समको फर्मुला पत्ता लगाएको जसरी नै एकपटक आफै अरिथमेटिक सिरिजको समको फर्मुला युज गरेर SN को फर्मुला डिराइभ गर्न ट्राई गर त हुन्छ टिचर म घर गएर फर्स्ट एन्ड इभन नेचुरल नम्बरको सम अर्थमेटिक सिरिजको सम युज गरेर पनि डिराइभ गर्न ट्राई गर्छु के बुझेन भने तपाईलाई सोध्छु भइहाल्छ नि नबुझेको कुरा त ढुक्कसँग सोध न टिचर त्यसो भए आज हाम्रो छुट्टी कतिखेर हुन्छ भन्ने कुरा पनि बुझाइदिनु पर्यो हाम्रो छुट्टी त अब सबै डिस्कस गरिसकेपछि मात्र हुन्छ बुझ्यौ भने त छर्लङ्गै बुझेन टिचर ल अब एउटा एक्जाम्पल प्रब्लम हेरौँ है त 2 + 4 + 6 अप टु 5th टर्मसम्मको सम कति हुन्छ क्याल्कुलेट गर त हस् टिचर दिएको सिरिजमा फर्स्ट 5 इभन नेचुरल नम्बर छन् भनेपछि यो सिरिजको 5th टर्म पत्ता लगाउने अनि फर्स्ट एन्ड इभन नेचुरल नम्बरको समको फर्मुलामा n को ठाउँमा 5th टर्मको भ्यालु युज गरेर क्याल्कुलेट गर्ने हैन त होइन होइन दिएको सिरिजको 5th टर्म पत्ता लगाइरहनु पर्दैन 5th टर्मसम्मको सम भनेपछि फर्स्ट एन्ड इभन नेचुरल नम्बरको समको फर्मुलामा n को ठाउँमा 5 राखेर क्याल्कुलेट गर्ने हो अनि टिचर फर्स्ट एन्ड नेचुरल नम्बरहरूको सम क्याल्कुलेट गर्दा त जति नम्बरसम्मको सम चाहिएको त्यही नम्बर हालेर क्याल्कुलेट गरेको थियो त ए तिमी कन्फ्युज भएछौ ल त ध्यान दिएर सुन है त नेचुरल नम्बरको सिरिजमा 5th टर्म भनेको 5 हुन्छ 10th टर्म भनेको 10 नै हुन्छ भने 100th टर्म भनेको 100 नै हुन्छ त्यसैले अघिको फर्स्ट एन्ड नेचुरल नम्बरको प्रब्लममा 10th टर्मसम्मको पत्ता लगाउँदा 10 राखेको बुझ्यौ ए समको फर्मुलामा n भनेको n टर्मको भ्यालु हैन रहेछ भनेपछि 5th टर्मसम्मको सम क्याल्कुलेट गर्न फर्मुलामा n को भ्यालु 5 राख्ने रहेछ बुझे टिचर ल अब फर्स्ट एन्ड इभन नेचुरल नम्बरको समको फर्मुला युज गरेर 5th टर्मको सम क्याल्कुलेट गर त समको फर्मुलामा n को भ्यालु 5 राख्दा s5 = 5 × 5 + 1 हुन्छ जुन क्याल्कुलेट गर्दा 30 आउँछ हैन त टिचर हो त्यसैले इभन नम्बरको सिरिजको 5th टर्मसम्मको सम 30 हुन्छ एक्जाम्पल प्रब्लम सल्भ गरेपछि त अझ मजाले बुझे टिचर अब त साथीले आफै क्वेशन सोध्न लगाएर भए पनि आन्सर दिनु पर्यो ओहो व्हाट एन आइडिया आफै क्वेशन सोध्न लगाएर आफै आन्सर दिने हो नि टिचर मसँग त यस्तो खतरा खतरा आइडियाहरु टन्नै छन् बरु तपाईलाई पनि आइडियाहरु चाहिएको छन् भने भन्नुस् म आइडिया दिन्छु हुन्छ म यस्तो केही आइडिया चाहिए तिमीले सोधौला अहिले चाहिँ फर्स्ट एन्ड अड नेचुरल नम्बरहरूको समको बारेमा बुझौँ है त हुन्छ टिचर फर्स्ट एन्ड अड नेचुरल नम्बर भनेपछि 1 3 5 7 अप टु n टर्म हो टिचर हो नि यी नम्बरहरूको सम भनेको SN = 1 + 3 + 5 + 7 + अप टु n टर्म हुन्छ अड नेचुरल नम्बर पनि अर्थमेटिक सिरिज नै हो त्यसैले अब राइट ह्यान्ड साइडमा अर्थमेटिक सिरिजको समको फर्मुला युज गर्ने हो टिचर अर्थमेटिक सिरिजको समको फर्मुला त युज गर्ने हो तर सुरुमा यो सिरिजको फर्स्ट टर्म र कमन डिफरेन्स कति हुन्छ त्यो भन त सिरिजको फर्स्ट टर्म a 1 हुन्छ अनि कमन डिफरेन्स d = 3 - 1 2 हुन्छ ओ एकदम ठीक भन्यो ल अब चाहिँ SN = n / 2 × 2a + n - 1 × d मा फर्स्ट टर्म a 1 र कमन डिफरेन्स d 2 युज गर त हुन्छ टिचर समको फर्मुलामा a 1 र d 2 राख्दा SN = n / 2 × 2 × 1 + n - 1 × 2 हुन्छ जसमा 2 कमन लिएर सल्भ गर्दा SN = n² आउँछ गुड फर्स्ट एन्ड अड नेचुरल नम्बरको समको फर्मुला SN = n² नै हो है फर्स्ट एन्ड अड नेचुरल नम्बरको फर्मुला त झन् कस्तो सजिलो रहेछ SN = n² एकैछिनमा याद हुने हैन त टिचर हो र ल त्यसो भए फर्मुलालाई अझ सजिलोसँग सम्झिन एउटा एक्जाम्पल प्रब्लम सल्भ गरौँ है त प्रब्लम सल्भ गर्न त हुन्थ्यो नि तर टिचर घडीले आज यो प्रब्लम सल्भ गर्न भ्याइदैन होला भन्दैछ त के गर्ने त्यो घडीलाई एकछिन चुप लगाउने अनि दिएको सिरिज 1 + 3 + 5 + so on अप टु n टर्मको 8 टर्मसम्मको सम पत्ता लगाउने हस् टिचर दिएको सिरिज अड नेचुरल नम्बरको सिरिज हो जसको 8 टर्मसम्मको सम पत्ता लगाउनु पर्नेछ भनेपछि n को भ्यालु 8 हुन्छ है हो ठीक भन्यो अब समको कुन फर्मुला युज गर्छौ त दिएको सिरिज अड नेचुरल नम्बरको सिरिज हो त्यसैले फर्स्ट एन्ड नेचुरल नम्बरको समको फर्मुला SN = n² युज गर्नुपर्छ हैन त एक्ज्याक्टली ल अब 8 टर्मसम्मको सम क्याल्कुलेट गरिहाल त समको फर्मुलामा n को भ्यालु 8 राख्दा S8 = 8² हुन्छ जुन क्याल्कुलेट गर्दा 64 आउँछ ल अब फर्मुला युज गरेर सम क्याल्कुलेट गर्न सक्ने भएछौ अब यो क्विज पनि ट्राई गर है त ओके टिचर द्याट्स करेक्ट एन्ड वेल डन तिमीले सिक्वेन्स एन्ड सिरिजको बेसिक कन्सेप्ट बुझेर प्रब्लमहरू सल्भ गर्न राम्रोसँग जानेको रहेछौ लेख्या टु कन्टिन्यू द लेसन वेल डन नेचुरल नम्बरहरूको सम क्याल्कुलेट गर्न सकिहाल्यो अब आजको लागि यति नै गरौँ बाँकी कन्सेप्टहरू हामी नेक्स्ट सेसनमा डिस्कस गर्नेछौँ ए आजको लागि यति मात्र पो कस्तो पढ्न मन थियो टिचर ठिकै छ अब तपाईले भनेपछि त मान्नै पर्यो नि है ल अब तिमी आज डिस्कस गरेको कन्सेप्टहरू सबै रिभिजन गरेर नेक्स्ट सेसनको लागि रेडी भएर आऊ नेक्स्ट सेसनमा पढ्ने कन्सेप्ट बुझ्न सजिलो हुन्छ हुन्छ टिचर म सबै कन्सेप्टहरु रिभाइज गर्छु अनि साथीलाई नि तिमीले सोधेको क्वेशनमा यति सजिलै मिलाउन सक्ने भए भनेर गफ दिन्छु भइहाल्छ नि साथीलाई गफ दिनु अघि यो लेसन क्विज पनि सल्भ गर है त हस् टिचर बाइ बाइ